कहाँ एक्लै हुन्छौ तिमी? कहाँ एक्लै हुन्छौ त नि? ए म नभएर एक्लै हुन्छौ? आमालाई वहाँ माम खुवाउनु पर्यो अरे के? आमा वहाँ रोएर बस्नु भएको छ अरे, पुग्नु नआइकन म कसरी माम खाम भन्नुभएको छ अरे। अनि नजानी? किन किन नजानी? यही बच्छौ? हुन्छ तिमी जाऊ, नाउ नाउ गर, अनि आमालाई पनि माम खुवाऊ, तिमीले पनि खाऊ, अनि राम्री भएर यहाँ गाजर लाऊ, टिकी लाऊ, अनि मसिमाऊ। आमालाई लिएर आऊ ल। अहिले ड्याडुले फोन गर्दाखेरि ड्याडु कि मामुलाई तिमीले ध्यान दिनेऊ भनेर ड्याडुले थाहा पाएपछि अनि के हुन्छ? अनि ड्याडुलाई रिसाउन हाल्छौ त? अनि ड्याडु रिसाउनु भयो भने के गर्ने? ड्याडुलाई रिसाउन दिनी? मैले फोन गरौँ ड्याडुलाई? भर्खरै फोन गरौँ? ड्याडु हेर्नु त, हजुरकी मामुको पुक्कुले ध्यानै राखी छैनन्। वहाँ मामु रुनु भएको छ अरे, पुक्कु नआएर, पुक्कु यहाँ फु एक्लै हुन्छ भनेर थुपुक्क फुलाई कुरेर बसिछन्। म एक्लै हुन्न के, जाऊ। हुन्न के, म एक्लै हुन्न। म यहाँ मिसिनसित छु नि त, मिसिन छ नि त मलाई साथी। चाहिन्छ त नि, मिसिन छ त मेरो साथी, सोना दिदी हुनुहुन्छ नि त। तिमी साथी नभएर हुन्छ के, मलाई सोना दिदी हुनुहुन्छ त मेरो साथी। किन हो नजानी? घर त जानु पर्यो नि, तिम्रो घर जानु पर्यो के। तिमी आफ्नो घर जान्ने हौ? किन नि? किन यही बस्छौ? किन फुलाई छोड्न मन लागेन? जाऊ, नाउ नाउ त गर्न पर्यो, कपडा ल्याइ छैनौ। यसो गर नि त, सुन त, तिमी जाऊ, अर्का दाना लिएर आऊ, म यहीँ तातो पानी तताएर नुहाइदिन्छु, अनि त्यहाँबाट राम्री हुम्ला। जाऊ, दिदीसित गएर तिम्रो कपडा लिएर आऊ है त। कपडा लिन त जाऊ, कपडा लिएर आऊ फेरि। त्यस्तो भन्ने होइन के, फुले भनेको मान्न पर्छ नि, ज्ञानी भएर भनेको मान्न पर्छ के छोरो। म रिसाउँछु फेरि तिमी नगएपछि। फुलाई रिसाउन हाल्छौ? फुलाई रिसाउन हाल्छौ? तिम्रो फु रिसाउनुहुन्छ तिमी भनेको नमानेपछि। तिमीले फुले भनेको मानिन्यौ नि, म रिसाउँछु। अब भयो, बोल्दिनँ म, कट्टी। फुले गएर आमालाई लिएर आऊ भनेको, फुको मामुको ख्यालै राख्दिनौ, फुको मामुलाई तिमीले मायै गर्दिनौ। त्यही भएर तिम्रो मामुले आमा मेरो हो भनेको होइछ कि, मैले बुझेँ नि। हो नि, तिम्रो आमा होइन भनेको होइछ, त्यही भएर तिम्रो मामुले तिम्रो आमा होइन भनेको होइन। तिमी नजानी भएर त होइछ नि, तिम्रो मामुले वहाँ आमा होइन, तिम्रो आमा होइन, मेरो आमा हो भनेको होइछ। हो, त्यही जान त पर्यो नि त। किन तिमीलाई जानुपर्छ तिमी अब यहाँ त्यस्तो भन्ने होइन के।